सम्पूर्ण साथीहरूलाई नमस्कार अथवा स्वागत छ यो च्यानलमा। आज हामी सूर्यबिनाका भक्तपुरमा रहेको प्रदीप च्याउ तथा कृषि फार्म अवलोकन गर्न गएका थियौँ। हेरौँ तपाईँहरूले पनि हेर्नुहोला च्याउ कसरी उत्पादन गर्नुहुन्छ र यसको प्रक्रिया के हो राम्रोसँग हेर्नुहोला। साथसाथै यो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। प्रदीप च्याउ तथा कृषि फार्मको प्रोपाइटर। यो चाहिँ मेरो च्याउको मात्र फार्म हो। हजुर, हामीले सुरुमा यो जुन ड्रम छ नि, ड्रममा चाहिँ हामीले पराल आएको हुन्छ। यो यसमा चाहिँ हामीले भिजाएर यसमा चाहिँ तपाईँको हालिन्छ। भिजाएर हल्का 2 घन्टा राखेपछि पानी तराएर यसमा हालेर चाहिँ यो दाउराबाट हामीले बालेर लगभग 3 घन्टादेखि 4 घन्टा हामीले बफाएर पकाइन्छ। त्यो ड्रममा पकाएपछि हामीले झिकेर चाहिँ यसमा राखेर चाहिँ तपाईँको हामीले टनभित्र कति चाहिन्छ त्यही अनुसार हामीले लगाएर चाहिँ यसलाई फेरि निकालेर सेलाएर बिउ त्यहाँबाट हामीले तपाईँको क्याल्सियमहरू हालेर अर्ग्यानिक अनुसार हामीले च्याउ उत्पादन गरिन्छ। यसमा चाहिँ यो चाहिँ लगभग 5.5देखि 6 रोपनीमा चाहिँ हामीले अहिले उत्पादन गरिरहेको छौँ एक ठाउँमा। त्यो चाहिँ हामीले लगभग 5देखि 6 वर्षसम्म मात्र राखिन्छ यो ठाउँमा। त्यसपछि हामीले यहाँ भुस्नाहरू धेरै आउने हुनाले हामीले यहाँ चाहिँ उत्पादन गर्नलाई धेरै अलिकति गाह्रो हुन्छ। त्यही भएर हामीले चाहिँ यहाँ उत्पादन गर्दिनँ। भनेपछि 5-6 वर्षको लागि 5-6 वर्षको लागि मात्र राख्ने गरेका छौँ। अहिले मैले त अहिलेसम्म 5देखि 6 वर्षभन्दा चाहिँ एक ठाउँमा गर्ने गरेको छुइनँ। गर्न त मान्छेले अब गरिरहेको छ होला, तर मैले त्योभन्दा बढी गरेको छुइनँ। यो च्याउ फार्मको नाम चाहिँ के नि? प्रदीप च्याउ तथा यसरी च्याउ फलाउँदो रहेछ हाम्रो प्रदीप भाइले। ल यो च्याउको प्रोपाइटर चाहिँ यहाँ छ ऊ प्रदीप भाइ। ल यो कसरी गर्ने भनिदिनु ल। यो चाहिँ अब पराललाई तपाईँको सुरुमा भिजाएर अनि ट्याक्क यसलाई बफाएर पकाएर अनि यस्तो बलमा ट्याक्क हाल्ने। त्यसपछि जाडो महिनामा चाहिँ 35देखि 40 दिनभित्रमा चाहिँ तपाईँको चिर्ने बेला हुन्छ। यो पुरै सेतो भएर यो सेटिङ भएपछि अनि त्यसपछि यसलाई मजाले पखालेर अनि यसलाई चिर्ने। अनि त्यसपछि 8-10 दिनमा त उम्रिन्छ। थाल्छ बिस्तारै। अनि च्याउ कति दिनपछि काट्ने बेला हुन्छ? च्याउ चाहिँ तपाईँको यो बल जुन यो सेटिङ भइसकेको चिरेको तपाईँको 8-10 दिनपछि चाहिँ च्याउ टिप्ने बेला हुन्छ। ए अनि मार्केटिङ नि? मार्केटिङ पनि अब आफ्नै उत्पादन छ, आफूले मार्केटिङ गरिन्छ। अब ठिकै छ, अहिलेसम्म राम्रै छ भनौँ न। अहिलेसम्म चल्दैछ। अब बजार भाउ कसरी चल्छ त्यही अनुसार बेच्ने हो। आफ्नो उत्पादन आफूले बेचिन्छ। ल किसान पनि आफै र बजारीकरण गर्ने आफै भयो। ठिकै छ, सबै आफै। त्यही भएर विदेश नजाउँ, नेपालमा गरौँ, केही गरौँ नेपालमै गरौँ। ल यो प्रदीप भाइको कुरा चाहिँ सबै युवाहरूलाई यो सन्देशमूलक। सुरुमा चाहिँ अब धेरै घाटा पनि लाग्छ, नाफा पनि हुन्छ। मैले पनि 8-10 लाख रुपियाँ घाटा खाएर चाहिँ तपाईँको नगरौँ विदेश जाम भन्ने हिसाबले फेरि पनि आँट लिएर गरेको। अनि सरकारी अनुदानहरू केही छ यसको लागि? अनुदान आएको थियो, मैले अब अनुदान चाहिँ अलिकति यो गरेको छैन। अनुदान भएपछि राम्रै हुन्छ, अनुदान पनि आउँछ। ए अहिलेसम्म त अनुदान मैले खाएको छैन, तर अब अनुदान भराएको छु, आएको छ। अब गर्छु त्यसको लागि पनि। ल यो अन्तिम भयो। यसबाट हामीले लगभग 2 किलोको दरले एउटा बलबाट 2 किलोको दरले हामीले च्याउ उत्पादन गरिसक्यौँ। यसपालि त बजारीकरण सस्तो भएको कारणले जस धेरै फाइदामा जान सकिएन। अब यो त एकचोटि पानी सरेर हाल्ने, फेरि अझै ठटट फुटट अझै आउन बाँकी छ। यो त ठटटको च्याउ ठिकै छ, अहिलेसम्म 2 किलोको दरले फलिसक्यो। हजुर गहुँमा कल्चर हालेर होइन, यो बिउ चाहिँ के को हुन्छ भने कि च्याउको लागि बिउ हाल्नुपर्छ कि पर्दैन भने? च्याउको लागि बिउ पर्यो, गाउँको बिउ हुन्छ। सुरुमा पराल हाले हल्का बिउ हालिन्छ, त्यसपछि पराल हालिन्छ 1 लेयर 2 लेयर भन्ने। यसको 6 लेयरसम्म हामीले हाल्ने गरेछ। कसैले 7 लेयरसम्म हाल्छन्, कसैले 5 लेयरसम्म हाल्छन्। यो बनाउने अनुसार हुन्छ।
ल राम्रो लाग्यो। मैले खरो पनि लगभग यो पनि थर्लक हाम्रो अहिले लगभग हाम्रो यो 27 दिन पछिको च्याउ हो यो 27 दिन भइसक्यो तर पनि च्याउ आइरहेको छ राम्रै आइरहेको छ यो अहिलेसम्म 2 किलो गर्ने उत्पादन गर्यो एउटा बलबाट यसरी फल्दो रहेछ। अब यसमा अलिअलि भुस्नु लाग्न लागेको छ यसलाई चाहिँ हामीले भिटामिनहरू हालिन्छ अरू विषादी हाल्दैन। यो चाहिँ विषादी नहालेको चाहिँ हाम्रो एकदम अर्ग्यानिक हामी आफै उत्पादन गरेर हामी आफै बजारीकरण गर्ने हुनाले हामी अर्ग्यानिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अझ गजब कुरो चाहिँ धेरै फलेको रहेछ। यो एक साइड मात्र फल्छ कि यसको एक साइडमा त हुन्छ जस्तो यो कुना साइडको त एक साइडमा त चिन्छ यसको त दुईतिरै चिरिया हुन्छ यसको त यता पनि चिरिया हुन्छ यता पनि चिरिया हुन्छ यसको जताबाट चिरो त्यतैबाट आउँछ। जस्तो हामीले पहिलेलाई यति मात्र चिर्यौँ भने पनि यतिबाट मात्र फल्ने हुन्छ यहाँबाट ढुसी मात्र फैलिएर यतै आएको हुन्छ यसको। एउटा फोटो खिचेर लानु पर्यो कि त्यो भिडियोमा त ठुल्ठुलो भएपछि टिप्दै ल्याउने होला होइन। यो अब भोलि बिहान राति पानी हाल्दैछ। थोरै त्यही मान्छेले सुरु गर्ने मान्छेले त एउटा टनलले सुरु पनि गर्छन्। त्यहाँ चाहिँ मेरो 100-150 बल छ यतिमा। यसलाई त हावा नपुगेर डाँठ ठुल्ठुलो भएको हावा नपुगेर गुम्सियो। यो बल बिग्रेको भनेको बल यस्तो हुन्छ यसबाट उत्पादन हुँदैन। यो भनेको पराल नपाकेको कारणले भुसुना लार्भा भन्ने हुन्छ। यो च्याउ हालेको 8-10 दिनपछि लार्भा देखिन थाल्छ अनि त्यही भएर यो लार्भाले भेटेर तपाईँको नभएको यस्तो हो। यो चाहिँ निकालेर फाले पनि हुन्छ। एउटा पर बललाई चाहिँ यो 180 रुपियाँ लाग्छ बनाउनको लागि। सुरुवात हो लगभग 1 वर्ष हुन लाग्यो। अहिलेसम्म हामीले 2 चोटि च्याउ उत्पादन गऱ्यौँ अहिलेसम्म। पहिलाको लटमा हामीलाई घाटा भएको थियो यसपालि पनि च्याउको उत्पादन गर्न सक्यो तर बजारीकरणले गर्दा अलिकति बजार भाउ चाहिँ त्यति आएन। त्यति नाफामा आउन सकेन बिस्तारै होला। अब यो यसरी उत्पादन गर्नुभएको छ मौसम तपाईँको व्यापार व्यवसाय उत्तरोत्तर प्रगतिको लागि कामना फलोस् फुलोस् बजारमा धेरै तपाईँको बिकोस् राम्रो उत्पादन गरेर आम्दानी धेरै गर्नु होला। अब ठिकै हुन्छ मेरो त जस अब आफूले उत्पादन गरेर आफूले बजारीकरण गर्न पाएको छु यसमा आफूले एकदम राम्रै मानेको छु। सबै हाम्रा दाजुभाइ नेपालमा रहेका सम्पूर्ण नेपालीवासीहरूलाई म त के भन्न चाहन्छु भने एक दुईचोटि हामी किसानलाई घाटा नाफा भनेको भइरहेको छ। त्यसैले हामीले नेपालमै केही गरौँ 50 डिग्रीको गर्मीमा 50 डिग्रीको त्यहाँ गर्नुभन्दा आफ्नै नेपालमा देशका मान्छेहरू त यहाँबाट बाहिर गर्दै जे पनि गर्न सक्छन् तर हाम्रो नेपालमा अलिकति काम चाहिँ गर्नलाई लजाउने गर्छन्। त्यही भएर नेपालमै गरौँ दुःख सुख भनेको यस्तै रहिरहन्छ। त्यही भएर सधैँभरि यसो नेपालमै घाटा नाफा भनेको भइरहेको छ बिजनेसमा सधैँभरि नेपालमै गरौँ नेपालमै बसौँ। यो च्याउ फार्मको नाम चाहिँ प्रदीप च्याउ तथा कृषि फार्म। ल त साथीहरू तपाईँहरूले पनि उहाँसँग सिकेर अझ तपाईँहरूले पनि केही गर्न सक्नुहुन्छ नेपालमै सक्नुहुन्छ। म त भर्खर अब 20-21 वर्षको मान्छे मैले धेरै अझै पनि मैले भर्खर मेरो 4-5 वर्ष भयो मैले गर्न लागेको। म पनि बिएसजना ठिक्का परेको मान्छे अहिले केही हुन्छ कि भन्ने एउटा आशाले केही कृषिहरू गरिरहेको छु नेपालमै। ल अनि पसल चाहिँ तपाईँको जडीबुटीमा मेरो पसल त जडीबुटीमा आउनुहोस् अर्ग्यानिक च्याउ खानुहोस्। मेरो भक्तापुरको सिपाडोलमा एउटा कार्यालयभन्दा मुनतिर एउटा माथि टोले सोनेर छ आएर भेटेर कुराकानी गर्न सक्नुहुन्छ। मैले सिकेको सिपहरू तपाईँहरूलाई सिकाइदिन म
जुन बेला पनि हालिदिन्छु। ल यो अहिले बिहाको सिजनमा बिहा भोज पार्टी विशेष अवसरमा पनि यस्तै अर्ग्यानिक च्याउहरू किनेर खान सक्नुहुन्छ। हाम्रो 365 दिनै हामीसँग च्याउ धेर थोर होला, तर हामीसँग यो पनि छ र प्लस हाम्रो किसानहरू पनि छ। मैले चाहिँ दिनमा 200-300 नर्मली 200 किलो चाहिँ मैले दिनकै बजारमा लगेर आफूले खपत गर्छु। र मेरो आफ्नो फार्ममा पनि मैले 1 वर्षमा लगभग 6 चोटिसम्म उत्पादन गर्छु। 2टा फार्म छ मेरो, यहाँ र माथि डोलेश्वर नेर। र किसानहरूको पनि आइरहेको हुन्छ। मेरो 365 दिनै च्याउ मसँग आफूसँग 200-300 किलो सधैँभरि हुन्छ। ल साथीहरू, उहाँको चाहिँ फार्म 2टा छ, यहाँ र माथि डोलेश्वर मन्दिरनिर। अनि उहाँको पसल चाहिँ जडीबुटी तरकारी बजारमा छ। तपाईँहरूले चाहियो भने उहाँको नम्बर म हालिदिन्छु, कन्ट्याक्ट गरेर अर्डर गरेर अर्ग्यानिक च्याउ लिन सक्नुहुन्छ। बिहा, वर्तमान, भोज, कुनै विशेष अवसरको लागि। कसैले सिप सिक्छु भन्दा पनि मैले सिकेको सिपहरू सिकाइदिनेछु। बजारीकरणमा लगेर तपाईँहरूलाई बेच्न सिकाइदिनेछु। आउनुहोस्, गर्नुहोस्। ल हस्, धन्यवाद।